आरसीबी अलग को तपाईहरु myself यमराज हामी यमलोकबाट आएको अनि ऊ चाहिँ मेरो साथी चित्रगुप्त तिम्रो जाने समय आइसक्यो बालक चित्रगुप्त उसको समय हेर यमराज उसको धेरै समय छैन अब उसलाई हामीले नर्कमा लानुपर्छ ल त्यसो भए बेहोस बनाऊ उसलाई र हामी लिएर जाउँ बैगन ल चित्रगुप्त भयो जाम ये कहाँ है तिमी यमलोकमा आइसक्यौ बालक तिमी अब नर्कको तातो तेलमा चोबिन जाँदैछौ बालक भन तिम्रो अन्तिम इच्छा के छ यमराजले सब पुरा गर्छ हजुरले मेरो इच्छा पूरा गर्न सक्नुहुन्न हेमराज यसको इच्छा यमराज ढुक्कै नि गोरो हुने होला ए हो र लौ चित्रगुप्त गोरो प्लस यसलाई गोरो बनाइदेऊ यो इच्छा होइन हेमराज मेरो हजुरले मेरो इच्छा पूरा गर्न सक्नुहुन्न मेरो इच्छा ठुलो छ बरु मलाई तेलमै तल्न हिँड्नु हेमराज यमराजलाई च्यालेन्ज के छ तिम्रो त्यस्तो अन्तिम इच्छा भन बालक म पुरा गरेरै छोड्छु जसरी पनि मलाई आरसीबीले कप जितेको हेर्न चाहन्छु हेमराज यो हुन सक्दैन चित्रगुप्त हजुर यसलाई फेरि धरती लोकमा लिएर हिँड आरसीबी पृथ्वी उल्टिने वरदान मागेछ कहिले जितेछ अहिलेसम्म आरसीबीले चित्रगुप्त